नमस्ते साथीहरू, आज म हजुरहरूलाई अनातिको धानबाट सिरौला कसरी बनाउने भनेर देखाउँदैछु। यो अनातिको धानलाई अब हामीले एउटा भाँडामा पानी तताउँछौँ अनि त्यसमा हालेर बफाउँछौँ। अनि माडे आलु ल्याउँदै माडेर अनि हानी अब त सिरौला बनाउँदा अचल मिठो। यो थलामा अहिले पर्दैन र त्यही अलिकति ल्याउँछु, चटौर जाने यति ल्याउँछु। हानी भुटेर आज राख्ने भोलि भुट्ने अनि पर्सि सुकाउने 2 लाख सुकाएर भोलि बिहान भुट्यो भने हिँड्छु बिहान भुट्नुपर्छ। एकछिन पकाएपछि चाहिँ हामीले निकाल्छौँ। यो हिजो त्यसरी बफाएर राखेको धान हो। अब यसलाई हामी भुट्छौँ। आँटीमा यो चाहिँ अहिले भुटेर यो भिजाएको अनि यो भुटेर आमाले भुट्नु अनि यो पड्केर नै फुल पनि बन्न सक्छ। तर अब भुटिसकेपछि यसलाई हामी ढिकीमा लगेर कुट्छौँ। यतिको भइसकेपछि चाहिँ हामीले निकाल्छौँ। अनि फेरि हामी निकाल्छौँ। निकालिरहनुपर्छ हैन त। ढिकीमा यस्तै होइन। ओइ ढिकीमा पहिला घान हाल्यो अनि त्यसलाई कुट्यो अनि त्यसपछि फेरि निफाल्यो किनकि
बिहा हुन्छ नि त त्यही भएर यसको निफान्दै यो चाहिँ मैले पाँच सात ल्याइदिनु पर्यो रेडी भयो सिरौला रेडी भयो। अब यसलाई चाहिँ हामीले भिजाएर दुधसँग भिजाएर खान सक्छौँ या यत्तिकै पनि खान सक्छौँ। यो चाहिँ एकदमै स्वादिलो र मिठो हुन्छ।